पैसा धरो टाइमको चाहना राखेको थियो टाउकोबाट पैसा धरो टाइम फर मी माई पर्फर्मेन्स होइन तर त्यो हुन सकेन ठिकै छ तर यस्तो कार्यक्रमले मेरो मन जितेको छ यति धेरै पर्फर्मेन्स गर्ने यो कार्यक्रम भव्य छ अरू कार्यक्रममा यति धेरै कलाकार आउँदैन नाच्ने त्यसैले यो सबैलाई राम्रो छ सासूले आफू बुहारी भएको दिन बिर्सनु हुन्न रे क्या त्यसैले यो सासा नानीहरू नाच्न पाउँदा कति खुसी छन् उनीहरू अनुहार हेरेर मैले राम्रो नपरे नि हुँदै लागेको अब तपाईँको बिचमा मलाई एउटा गीत मनपर्छ मेरो गीत माझी दाई पोखरा थियो मेरो गीत थुप्रै छ है साके हो साके गाउनु पाएन नेक्स्ट टाइम मेबी नेपालतिर कोदोको झोल जापानतिर साके हो साग ईश्वरलाई मेरो सुन्नु जानु ल तिमी खाना खाना भन्दा भन्दै हल्का हल्का चाखे त्यही चाखेको तालमा मैले कोही तोलाई तार्ने हो तार खतरै गीत छ यो अहिले माझीलाई पोखरा हो जाऊ थकानीहरू गरे थकानीहरू ल आउनुहोस् है यो लामाको आँखाने पखाने कति राम्रो रहेछ थकानी ल हो माझीलाई माझी ल कति हतार हतार जानु पर्दा के मजा आउँछ है जाउँ माझीलाई छेत्री पनि आउनुहोस् मगर्ने पनि तामाउने पनि आउनु छेत्री बाहुनी पनि आउनु लौछ माझीलाई पनि प्लिज त्यहाँ तपाईँहरूलाई बोलायो कि बोलाएन टाइमै छैन माझी आउने भन्दा माझीलाई गयो चौतारामा भेटौँला है हाम्रो यो कार्यक्रम थुप्रै हुँदैछ यो सानसानो रेस्टुरेन्टमा हुन पर्छ रोयलमा पर्ने आउनु होला नरुन्जेल गाउँमा 3 घण्टा
तपाईँले यो कार्यक्रमको बारेमा केही भनिदिनु न। जनजातिको कार्यक्रम हो। संस्कृति जगेर्नाको लागि अझ यहाँ चाहिँ स्पेसल्ली बच्चाहरूलाई पनि ल्याएर आफ्नो अभिभावकहरूले ल्याएर यो संस्कृति देखाउन सक्यो भने अझ राम्रो हुन्थ्यो भन्ने लागेको हो। तपाईँलाई कस्तो लाग्यो यो प्रोग्राम? एकदम गजब गजब। हाम्रो सम्बन्धी यहाँ चाहिँ यहाँ भएपछि झन् गजब। संस्कृतिको जगेर्ना गर्ने हाम्रो होइन यो कल्चरै छ पनि यसलाई चाहिँ सधैँभरि राखिरहन पाइयोस् सबै मिलेर। कस्तो लाग्यो प्रोग्राम? हजुरलाई कस्तो लाग्यो प्रोग्राम? रमाइलो। हजुरलाई कस्तो लाग्यो प्रोग्राम? हजुरलाई कस्तो लाग्यो सर? हजुरलाई कस्तो लाग्यो आजको प्रोग्राम? रमाइलो लाग्यो। हजुरलाई कस्तो लाग्यो प्रोग्राम? आज एकदम रमाइलो खुसी लाग्यो। सबैजनासँग भेट्न पाउँदै धेरै धेरै राम्रो होला। यस्तै प्रोग्राम नेक्स्ट टाइम पनि गर्दै जाने होला जस्तो। धन्यवाद। अब अर्कोचोटि पनि यस्तै दिदी नमस्ते। हजुरलाई आजको प्रोग्राम कस्तो लाग्यो? सोचेको भन्दा राम्रो भयो। सर हजुरलाई आजको प्रोग्राम कस्तो लाग्यो? एकदमै राम्रो। सोचेको भन्दा राम्रो। धन्यवाद। नानी नानी तपाईँको नाम के हो? आजको प्रोग्राम कस्तो लाग्यो? एकदम राम्रो लाग्यो। कति राम्रो राम्रो नानीहरू है। दाजु नमस्ते। आजको प्रोग्राम हजुरलाई कस्तो लाग्यो? एकदम जनजातिको कार्यक्रम फिल्म फेस्टिभल साह्रै राम्रो थियो, आवश्यक थियो। गर्व लाग्छ आफू पनि जनजाति भयो। धन्यवाद भाइ। तपाईँलाई आजको प्रोग्राम कस्तो लाग्यो? मस्त नाच्दै हुनुहुन्थ्यो। म त नाच्न नै आएको। नाच्न नै आउनुभएको। रमाइलो भयो? एकदम रमाइलो भयो। पसिना हुने गरी नाच्यो। हजुर एकदम खुसी हुनुहुन्छ? एकदम। बहिनी हजुरहरू यति राम्रो राम्रो भएर आउनुभएको छ। आजको प्रोग्राम कस्तो लाग्यो? रमाइलो लाग्यो है। हस् थ्याङ्क यू। हजुरहरूलाई आजको प्रोग्राम कस्तो लाग्यो? एकदम रमाइलो। यस्तो प्रोग्राम भइरहोस् है। हजुरलाई आजको प्रोग्राम कस्तो लाग्यो? चित्त बुझ्यो होइन? हजुरले सोचे भन्दा राम्रो गर्नुभयो होइन? हस् धन्यवाद। सर तपाईँ त राजा हुनुभएको थियो होइन? राजा हुनुभएको थियो होइन नाचमा? होइन खोइ राजा हुनु। ए राजा हुने सर। राजा हुने सर नमस्ते। आजको प्रोग्राम हजुरलाई कस्तो लाग्यो? एकदम रमाइलो लाग्यो है। राजा हुनुभएको थियो एकदम रमाइलो। हजुरलाई पनि रमाइलो लाग्यो? थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। सर नमस्ते। हजुरलाई आजको प्रोग्राम कस्तो लाग्यो सर? एकदम भाम थियो। आज कलाकारहरू धेरै थियो होइन? हजुर सांस्कृतिक कार्यक्रमहरू राम्रो थियो। हजुर जातीय डान्सहरू धेरै थियो। समावेशी एकदम राम्रो भयो। सोचेको भन्दा एकदम एक्सिलेन्ट छ। सर 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 कहाँ हिँड्नु भएको?
हजुरलाई आजको प्रोग्राम कस्तो लाग्यो? बवाल लाग्यो। बवाल राम्रो लाग्यो, किन भन्दा पनि धेरै नेपालको जुन झलझलको देखिएको नेपालको जुन संस्कृति विविधता छ नेपालमा, पूर्वको लिम्बूदेखि पश्चिमको थारूसम्म होइन, सबै किसिमको मगर गुरुङहरू काठमाडौँको न्यास सबै एकै ठाउँमा देख्न पाइयो। एकदम गजब एकदम रमाइलो। हस् धन्यवाद, थ्याङ्क यू। सर हजुरलाई कस्तो लाग्यो? मलाई पनि धेरै 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 राम्रो लाग्यो। रमाइलो लाग्यो। म अलिक ढिलो आएको थिएँ, प्रोग्राम भेट्दा चाहिँ आफ्नो नेपालकै झलझलको होइन नेपालीपनको झलझलको एउटा मेट्ने कार्यक्रम भयो, एकदम राम्रो लाग्यो। हस् धन्यवाद, थ्याङ्क यू सर। तपाईँ त झन् एक्सिलेन्ट। आजको सबैभन्दा नम्बर 1 यहाँनिर सेलिब्रिटिज भनेको नि तपाईँ हो। म त्यस्तो त नभन्नु कि होइन नि, आजको मैले भनेको स्पेसल मान्छे के, आज इन्जोय गर्नेमा पनि तपाईँ नम्बर 1 होइन। यहाँको कार्यक्रमलाई सफलता बनाउनलाई सहयोग गर्ने पनि तपाईँको नाम? मेरो रुपेश है। म चाहिँ अहिले जापानको ताजिकामा बस्छु। अहिले सेनमन गएको निनेन्सी हो, बिजनेस सेनमन गएको पढ्दैछु। अब त्यता नियोङको भन्दा नियोङको बिजनेस लेभलको भाषा पढिआएको छु। हजुर। अब जापानमा अलिकति दुःखै छ, अलिकति गाह्रै छ। अब कहिले काहीँ रमाइलो गरौँ भन्ने यसो मत आउँछ। अरूभन्दा एक्स्ट्रा छु जस्तो नि लाग्छ मलाई। आफ्नो कला यहीमा देखाउने हो। अब दुनियाँले के भन्छ त्यसको मतलब पछि लाग्ने होइन कि आफूमा के क्षमता छ, अब त्यो चाहिँ प्रदर्शन गरेर रमाइलो गर्न सक्यो, आफू मन खुसी पार्न सक्यो भने अब त्यही आज रमाइलो गरेर सक्यो। अब बेलुका आएर सुत्ने, बिहान आफ्नो काम हुन्छ, आफ्नो फेरि दुःखका दिन त छँदैछ होइन। हो नि, अर्को दिन भने छँदैछ। अर्को दिन भने अब नयाँ नयाँ मान्छेलाई भेटाउँला, झन् अघि बढाउँला होइन। आफ्नो सपना छ, आफ्नो सपना एउटा लिनुपर्छ, अघि बढ्नुपर्छ। नराम्रो कुरामा नलाग्ने, राम्रो कुरामा एक्टिभ हुने, अघि बढ्ने, त्यति गऱ्यो भने लाइफ सक्सेस हुन्छ क्या। हस् धन्यवाद, थ्याङ्क यू। ल धेरै धेरै धन्यवाद है। हस्। हजुरलाई आजको प्रोग्राम कस्तो लाग्यो? अब एकदम रमाइलो। हजुरको पनि नाच थियो? नाच भन्नाले हामी लास्टमा अन्तिममा ग्रुपमा टुगेदरमा नाच्यो। हजुर। टुगेदरमा। तर यो हाम्रो जनजाति भएको हुनाले विभिन्न जनजातिहरूको आफ्नो कला वेशभूषा संस्कृतिहरू झल्काउनु देखाउनु पाउँदा हाम्रो नेपालको जस्तै हिमाल, पहाड, तराई, वन जङ्गल, हरियो, झरना भएको जस्तो रमाइलो फिल भयो। सबै समावेशी भयो, समावेश भएर एकदम रमाइलो भयो, सोचेको भन्दा उत्कृष्ट। एकदमै। हस् धन्यवाद, थ्याङ्क यू। नमस्ते। हजुरलाई आजको प्रोग्राम कस्तो लाग्यो? यो एउटा बहुभाषिक नेफिन भन्यो भने सबै जातको पऱ्यो नि होइन, एकदम रमाइलो। सबै जातको डान्स हुनु भयो, सबै प्रकारको डान्स, सबै प्रकारको समावेशी एकदम होइन। पश्चिमदेखि पूर्वसम्म, उत्तरदेखि दक्षिण। आफ्नो देश बाहिर भए पनि आफ्नो कल्चर चाहिँ हेर्न पायो होइन, एकदम खुसी लाग्यो मलाई, एकदम बवाल। हस् धन्यवाद, धन्यवाद, थ्याङ्क यू फर यर टाइम। नमस्ते। हजुर दिदी, हजुरलाई त्यस्तै धेरै समय पछाडि भेट भयो। हजुरलाई आजको प्रोग्राम कस्तो लाग्यो दिदी? जस्ट छोटो मिठो रमाइलो लाग्यो। सम्पूर्ण समावेशी राम्रो है। आफ्नो देशको कला संस्कृति राम्रो जगेर्ना भयो। आफ्नो देशको संस्कृति, आफ्नो भाषा, आफ्नो के अरे आफ्नो भाषा, आफ्नो संस्कृति, रीतिरिवाज सब देख्यो, कला होइन, वेशभूषा पनि एकदम राम्रोसँग दर्शाएको हुनाले साह्रै नै राम्रो लाग्यो। हस् धन्यवाद, थ्याङ्क यू। अब मैले यहाँ सोध्नै पर्ने मान्छे। नमस्ते। हजुरलाई आजको प्रोग्राम कस्तो लाग्यो? आजको प्रोग्राम एकदमै रमाइलो, तर जो मान्छेको गीत सुन्नुपर्ने उहाँ मान्छेको चाहिँ समय नभएर त्यो मान्छे भन्नाले को मान्छे? हजुर मान्छे कि होइन? हामीले त हजुरको पनि प्रोग्राममा केही सुन्न पाएनौँ। होइन, यस्तो हामीले चाहिँ पोस्टरमा चाहिँ राखेको थियौँ होइन, तर समय नमिलेको हुनाले चाहिँ नेपालबाट आउनुभएको कलाकारहरूलाई नै समय मिलेन होइन, त्यही भएर चाहिँ त्यसको मतलब हजुरले भन्न खोज्नु भएको जुन कलाकारको सुन्नुपर्ने थियो त्यो सुन्न पाइएन भन्नुको मतलब मिलन सरको भन्नुभयो। समय जापानको समय त्यस्तै नै छ होइन। अनि हजुरलाई मिलन सरको जसरी सुन्न मन लागेको थियो र सुन्न सक्नु भएन, हामीलाई पनि हजुरको त्यसरी नै सुन्न मन थियो, हामीले पनि सुन्न सकेनौँ। त्यस्तो हो, अब हामी चाहिँ जापानमै छौँ होइन, फेरि पनि प्रोग्राममा फेरि पनि भेट्न सकिन्छ, दुःख पनि नगर्नु होला। हस् धन्यवाद। हजुरलाई
मलाई चाहिँ कस्तो लाग्यो भने मलाई त एकदम रमाइलो लाग्यो। यो त एक्सलेन्ट, सबै समावेशी भएकोले सबै रीतिरिवाज चालचलन होइन, सबै संस्कृतिहरू, सबै वेशभूषा लगायत सबै कुराहरू समावेश भएकोले धेरै राम्रो, एक्सलेन्ट, राम्रो। हस्, धन्यवाद, थ्याङ्क यू। अब हामी लगभग चाहिँ जानुपर्छ जस्तो छ। ल अहिलेलाई अब मैले यतिकै यो लाइभलाई चाहिँ यतिकै बिट मार्ने जमर्को गरेँ। फेरि अर्को लाइभमा उपस्थित हुनेछु, तर अलिकति अगाडि म त्यहाँनिर हाम्रो तराईवासी भाइ बहिनीहरूले गर्नुभएको वेशभूषा पनि छ, म त्यो पनि देखाउन चाहन्छु। ल म फेरि हजुरहरूलाई फेरि अरू विभिन्न यस्तै प्रोग्रामहरूमा विभिन्न कुराहरूको बारेमा जानकारी दिने कार्यलाई चाहिँ कन्टिन्युटी नै गर्नेछु भन्दै आजको यसलाई, यो चाहिँ नेफिनले सञ्चालन गरेको मेगुरो कुमिन हलमा भएको प्रोग्राम थियो, जुन चाहिँ 4 बजेबाट सुरु भएको थियो। अहिलेसम्म पनि सकिएको छ र अब हामी चाहिँ आफ्नो आफ्नो गन्तव्यतर्फ अथवा घर जाने तर्खरमा छौँ। त्यसैले हामी अब चाहिँ अगाडि बढ्दैछौँ घर जाने। हस् त, फेरि अर्को लाइभमा उपस्थित हुनेछौँ। त्यतिजेनसम्म बिदा दिनुहोस्। जहाँ हुनुहुन्छ हजुरहरू खुसी रहनुहोस्, सुरक्षित रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् भन्दै अहिलेको यस लाइभबाट बिदा चाहन्छु। हस् त, नमस्ते, धन्यवाद।